जेनेली 325 सीसी बाइक हो हैन। यसको फुल सर्भिसिङ चाहिँ गर्न लागेको हैन। मोबिल चाहिँ ड्रेन गरिसकेछ हैन। मोबिल चाहिँ यसमा 3 लिटर लाग्छ हैन। सेलको मोबिल यसमा हाल्न लागेको है। फुल्ली सिन्थेटिक हो हैन। यो 3 लिटर लाग्छ। 6000 किलोमिटरसम्म चलाउन मिल्छ हैन। अनि एउटा मोबिल फिल्टर हुन्छ। यस्तो यो मोबिल फिल्टर प्रत्येक सर्भिसिङमा चेन्ज गर्नुपर्छ हैन। मोबिल फिल्टर चाहिँ यसको यहाँ सलेन्सर साइडतिर हुन्छ है। हाम्रो यो पार्ट्स हो हैन। मोबिल फिल्टर अनि त्यहाँ मोबिल उता साइडमा खोल्नुपर्छ। यहाँ ट्याङ्कीहरू खोलेछु। यसको सर्भिसिङ चाहिँ हुँदैछ।